हेलो दर्शकबिन नमस्ते। म नायिका सुस्मिता श्रेष्ठ। आज चाहिँ म धुलीखेलको डाँडामा छु। यहाँ गाइज धुलीखेलको डाँडामा छु गाइज। यहाँ चाहिँ धुलीखेलको डाँडामा अलिकति चिसो धेरै छ अनि चिसोले चाहिँ अब अलिकति गाह्रो भएको छ। हिजो आएको म यहाँ सुटिङमा, अब आज 2 दिन भइसक्यो। अब चाहिँ सकिन लाग्यो। अनि मेरो चाहिँ यो एकदमै ब्युटिफुल के भन्छ यसलाई औँठी छ गाइज, हेर्नुहोस् त। अनि म चाहिँ जाडोमा यस्तो ड्रेस लाएर सुटिङ गर्नुपर्छ गाइज। यहाँ चाहिँ यस्तो छ जङ्गल, खेतबारी, अनि खेतबारीमा चाहिँ एकदमै तोरीहरू फुलेको छ। र हाम्रो यतातिर चाहिँ यहाँ एकदमै डाँडा काँडा छ, हरियाली। अनि तपाईँहरूले चाहिँ यो यहाँको भ्यू, तपाईँहरूलाई चाहिँ म भ्यू देखाउन जाँदैछु। र हाम्रो सुटिङ चाहिँ यहाँनिर हप्ताको एकचोटि हुन्छ। गोपी भन्ने सिरियलको सुटिङमा आउँछु म हप्तामा एकचोटि, 15मा एकचोटि आउँछु होइन। यतातिर यस्तो राम्रो भ्यू छ। र हाम्रो त्यो परको घरमा चाहिँ सुटिङ हुन्छ गाइज। अनि यतातिर चाहिँ यो डाँडातिर पनि सुटिङ हुन्छ। अनि यो खेतबारीको पनि सिनहरू, कहिलेकाहीँ चाहिँ खेतबारीको सिनहरू पनि आउँछ। अनि हामी अहिले हिजो र आज 2 दिन सुटिङ भइसकेर गाइज, अब म चाहिँ सुटिङ आज चाहिँ बेलुकाको 4 बजेको छ। 4 बजेको चाहिँ मैले एउटा थोरै भिडियो बनाउन आँटेको, धेरै पछि भिडियो बनाउँदैछु ठिक यसमा हाल्नको लागि, मेरो युट्युब च्यानलमा हाल्नको लागि। गाइजहरूसँग चाहिँ मैले ब्लग बनाउन नपाएको कारणले गर्दा सरी भन्न चाहन्छु। र यस्तो सिडी छ, यहाँ ओह्रालो, यहाँ म चाहिँ घरमा जाँदैछु सामान लिएर, तल पर सुटिङबाट आएको। अब अर्को सुटिङको लागि चाहिँ ड्रेस चेन्ज गर्नको लागि चाहिँ म यहाँ सामान ब्याग पनि यता बोकेर, यत्रो ब्याग, अनि खुट्टा दुखेर उकालो ओह्रालो हिँडेर अघि लडेँ पनि होइन, 2 चोटि लडेँ हिजो। अनि यहाँ अब तल झर्दैछु गाइज। अनि म तल चाहिँ हाम्रो घर छ, हामी बस्ने घर। अनि त घरमा चाहिँ कलाकारहरू हुर्सिन्छ, कलाकारहरूको पनि परिचय दिन्छु, कलाकारहरूलाई पनि चिनाइदिन्छु। वरिष्ठ कलाकारहरू हुनुहुन्छ यहाँ मेरो ब्लगमा, उहाँहरूलाई पनि जोइन गराउँछु। र मेरो ब्लग चाहिँ सबैले हेरिदिनु होला, सबैले माया गरिदिनु होला। नमस्ते सबैजनालाई। म चाहिँ यहाँ भरिया भएर आएको छु, ब्याग साग बोक्यो अरे। ब्याग बोक्नलाई भरिया भन्छ। अनि कसले सिकायो त्यस्तो बोल्न? मैले अब यहाँ हाम्रो यहाँ वरिष्ठ कलाकार हुनुहुन्छ, हाम्रो यस गोपी सिरियलको हिरो के नाम छ हजुरको त्यसमा भनिदिनु त। हजुर भन्नुहोस् न, के भन्नु पर्यो, के भनिदिनु पर्यो, के भनिदिनु पर्यो अरे, के नाम छ भनेर भन्नु। कसको? गोपी सिरियलमा मेरो नामै बिर्सियो। दर्शकले के भनेर चिन्ने? नामै बिर्सियो। भन्नु। सुशील उहाँको नाम चाहिँ गोपी सिरियलमा सुशील छ। मेरो अपोजिटको क्यारेक्टर छ उहाँको चाहिँ। अनि उहाँ चाहिँ एकदम वरिष्ठ कलाकार हुनुहुन्छ। हजुरको नाम चाहिँ भन्नु। वरिष्ठ होइन हजुर, हजुरको नाम चाहिँ के हो? मेरो ओरिजिनल नाम चाहिँ बाबुराम साक्य हो। अनि मेरो टिकटकमा आएर मलाई फलो गर्न सक्नुहुन्छ, बाबुराम साक्य। अनि हामी गोपी सिरियललाई के भन्न चाहनुहुन्छ? गोपी सिरियललाई हेरिदिनु होला, मन पराइदिनु होला भन्न मिल्दैन। मन परेन भने चाहिँ कमेन्ट गर्नुहुन्छ, माया गरिदिनु होला, माया गरिदिनु होला, लाइक कमेन्ट सेयर। तपाईँहरूलाई चुप्पा गरिदिन्छु म पनि। ओके ल, हाम्रो सुशीलजीले बयान दिइसक्नुभयो। हाम्रो यता फेरि हाम्रो अर्को कलाकार हुनुहुन्छ आज। अनि आजको उहाँको चाहिँ पुलिसको रोल छ होइन, असय हुँदो रहेछ है, 1 तारिक असय हुँदो रहेछ, अलिक यता फर्कमा यता राम्रो आउँदो रहेछ। अनि उहाँको चाहिँ हजुरको नाम परिचय दिनु त। मेरो नाम मुकुन्द कार्की हो। हजुर, अब यसमा चाहिँ अब अगाडिदेखि नै हो, 2-4 भाग भन्नु गरेको, 2-4 भाग अगाडि थियो। अब व्यस्तताले गर्दाखेरि, कार्य व्यस्तताले गर्दाखेरि अब फेरि पनि जोइन हुनु पाएको छ। गोपी सिरियललाई सबैले माया गर्छ। त्यसो भए आज धेरै खुसी हुनुहुन्छ, धेरै पछाडि फेरि जोइन हुन पाउँदा होइन। जोइन हुन पाउँ, धेरै खुसी छु। अनि हजुरलाई यो असयको रोलमा चाहिँ के को सिनको लागि चाहिँ यहाँ इन्भाइट छ? अब यो त डाइरेक्टर होला होइन, अब यहाँ के होला, अब केही न केही अब अपराध अनुसन्धान, केही न केही घटनाहरू भएर नै चाहिँ पुलिस चाहिने हो। जहाँ अपराध हुन्छ त्यहाँ प्रहरीको आवश्यकता हुन्छ। अवश्य पनि उहाँको चाहिँ अब कुन भागमा आउने छ सबैजना दर्शकहरूले हेरिदिनु होला, माया गरिदिनु होला, उहाँलाई पनि सपोर्ट गरिदिनु होला। उहाँलाई पनि माया गरिदिनु होला सबैभन्दा पहिला चाहिँ होइन, सबभन्दा पहिला उहाँलाई माया गरिदिनुहोस्। अनि हाम्रो गोपी सिरियललाई पनि हेरिदिनु होला। गोपी सिरियललाई चाहिँ
सबैले सपोर्ट सब्सक्राइब गरिदिनु होला, कमी कमजोरी छ भने औलाइदिनु होला, केही थपघट गर्नु छ भने भनिदिनु होला। अब योभन्दा त तपाईँहरू नै छ, सबै तपाईँहरूकै हातमा छ। यस्तो बाई बाई। ल थ्याङ्क यू सो मच हजुरलाई। अनि हाम्रो अर्को कलाकार हुनुहुन्छ यहाँ आमा है, मैले पहिले पनि उहाँसँग भेटिसकेको छु। पहिले पनि सुटिङमा हामी कुन चाहिँ सुटिङमा याद छैन, तर एक दुईवटा सुटिङमा सँगै थियौँ। बट आज पनि भेट्न जुरेको छ, धेरै महिनापछि धेरै वर्षपछि उहाँसँग भेट भएको छ। गोपी सिरियलमा हामी सँगै काम गर्न जुरेको छ। म चाहिँ एकदमै ह्याप्पी छु। र आमाको परिचय दिनु होला। ल मेरो नाम चाहिँ चन्दा भिडारी। म अब छुच्चीको रोल गर्थेँ अन्ततिर, यसमा चाहिँ स्याडको छु। ए हजुर हजुर। दुखीको छु। गोपी सिरियलमा चाहिँ के को रोल गर्नुभएको छ हजुरले? अहिले मेरो चाहिँ दलितको रोल छ। ए आमाको रोल, दलितमा आमाको रोल छ। गोपी सिरियलको सागरको आमाको रोल हो, त्यस्तो लाग्यो मलाई, शङ्का लाग्यो है। मैले चाहिँ आज उहाँलाई फर्स्ट टाइम हाम्रो सिरियलमा भेटाएको। र उहाँ चाहिँ धेरै सिरियलमा काम गरिसक्नु भएको छ होइन त? कुन कुन सिरियल छ हजुरको भनिदिनु त ल। थुप्रै छन्, भनिदिनु एक दुईवटाको नाम। एक दुईवटा अब सकिगो नि, कान्छी बुन्टी, ख्यालठट्टा। सक्की गनीमा हामी भेट भएको थियौँ जस्तो लाग्यो, अहिले याद आयो। हजुर ए भद्रगोल त मैले पनि खेलेको छु। अनि उहाँ चाहिँ एकदमै राम्रो कलाकार अनि एकदम छुच्चीको रोल होइन। अनि पोजिटिभ क्यारेक्टर के अरे एक्टिङ चाहिँ धेरै गर्नुहुन्थ्यो होइन त पहिला चाहिँ? जस्तो नेगेटिभ चाहिँ नेगेटिभ रोलमा खालि धेरै छुच्चीमै गर्नुहुन्थ्यो। यसमा चाहिँ एकदमै पोजिटिभ रोल छ। अनि माया गरिदिनु होला र गोपी सिरियललाई चाहिँ मन पराइदिनु होला, माया गरिदिनु होला र लाइक कमेन्ट सेयर गरिदिनु होला। कति कमजोरीहरू भयो भने पनि अनलाइन दिनु होला। ओके ल हजुरलाई पनि थ्याङ्क यू सो मच। अनि हाम्रो अब यहाँ ह्यान्डसम हुनुहुन्छ, उहाँको परिचय चाहिँ यता आइदिनु न, कस्तो अँध्यारो आउने रहेछ अहिले त लास्टमा बोलाउँछ हजुरलाई। हजुरको नाम राजन राई। राजन राई हुनुहुँदो रहेछ। म चाहिँ आजै भेटाएको उहाँलाई चाहिँ फर्स्ट टाइम है त। अनि हाम्रो गोपी सिरियलको लागि आउनुभएको होइन त? हजुर हजुर। गोपी सिरियलमा हजुर के को रोल छ नि? मेरो चाहिँ नेपाल प्रहरीको रोल रहेछ। ए आज फर्स्ट टाइम इन्ट्री हुनुहुन्छ कि पहिलेदेखि नै हो? होइन फर्स्ट टाइम हो मेरो। ए कस्तो ह्यान्डसम हुँदो रहेछ बिचरा, मलाई त हिरो बनाउने मान्छे हुँदो रहेछ। यति साह्रो चाहिँ नभनिदिनु होला। यो कन्टेन्ट राम्रो हुन्छ। र मेरो ब्लगमा चाहिँ सबैजनाले हेरिराख्नु भएको छ। हाम्रो यहाँ प्रहरी सरहरू हुन्छ दुईजना होइन, दुईजना ह्यान्डसम प्रहरी सरहरू हुनुहुन्छ र सबैले उहाँहरूलाई पनि माया गरिदिनु होला। र अरू पनि सिरियलहरू गर्नुहुन्छ कि? अब हेर्दै जाउँ गर्दै जाउँ न। ओके ल थ्याङ्क यू सो मच। अनि गोपी सिरियललाई के भन्न चाहनुहुन्छ? म गोपी सिरियललाई अब म चाहिँ फर्स्टमा आएको। गोपी सिरियल अरू राम्रो चलोस्, अझै बढोस्, योभन्दा राम्रो हुँदै 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 सबै दर्शकको माझमा पुगोस्। र राम्रो छ भने राम्रो भनिदिनु होला, नराम्रो छ भने त्यसलाई सुधार्ने मौका दिनु होला। लाइक कमेन्ट र सब्सक्राइब सबैजनाले गरिदिनु होला। हस् त धन्यवाद। ल थ्याङ्क यू सो मच हजुरलाई पनि। हाम्रो अझै अब वरिष्ठ कलाकार म यहाँ निम्ताउन चाहन्छु, ल्याउन चाहन्छु मेरो ब्लगमा, मेरो भिडियोमा होइन। उहाँ एकदमै मान्य गुण्य हाम्रो मास्टरजी हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो मेरो भेनाजु सालीको भेनाजुलाई म तानेरै ल्याउनु पऱ्यो होइन। यहाँ हातमै समातेर तानेर। नमस्कार, म गोपी सिरियलको कलाकार। म बहिनीले मलाई वरिष्ठ कलाकार भन्नुहुन्छ, म वरिष्ठ होइन, म कलाकार मात्रै हो। नाट्यश्वरीको असाध्यै भक्ति गर्छु र यो नाटक क्षेत्रलाई, नाट्य क्षेत्रलाई, यो कलाकारितालाई अगाडि बढाउनुपर्छ। यसमा सभ्यताको कुरा, यसमा अनुशासनको कुरा, यसमा एउटा कमिटमेन्टको कुरा, एउटा चाहिँ अभ्यासको कुरा निरन्तर जाओस् भन्ने मलाई लाग्छ। र म सोही अनुरूप म आफूलाई चाहिँ त्यसरी परिवर्तन गरौँ भनेर लागेको एउटा साधक मात्रै हुँ। म त्यस्तो वरिष्ठ कलाकार होइन। म चाहिँ उहाँलाई भेनाजुलाई काभ्रे भेनाजु नै भनेर बोलाउँछु। र उहाँ भेनाजुलाई चाहिँ एउटा क्वेसन पनि सोध्न चाहन्छु। अनि हाम्रो भेनाजु हजुर चाहिँ कुन प्रोजेक्टमा कतिवटा सिरियलमा खेल्नु भइसक्यो ल भनिदिनु नि त। हालसालै त त्यस्तो धेरै ठुलो र लामो प्रोजेक्टहरू छैनन्। यद्यपि म नेपाल टेलिभिजनको थोरै भए पुगिसरी, जीवनचक्र, भरोसा युवामा गर्दै अहिले हालसाल चलिरहेको सीता सिरियलमा, त्यसपछि कान्छी सिरियलमा पनि काम गरेँ। नयाँ सिरियल अब आउँदैछ निकट भविष्यमा हजुरहरूको माझ हामी आस्था भन्ने सिरियल लिएर आउँदैछौँ। त्यसमा पनि म अनुबन्धित भएको छु। र यो गोपीमा हाम्रो रचना बहिनीले धेरै मेहनत गरेकी छन्। यो च्यानललाई, यो स्वस्तिक मिडियालाई यहाँहरूले
कमेन्ट गर्ने, सेयर गर्ने, लाइक गर्ने र यहाँ भएका कमी कमजोरीहरूलाई सुधार्नको निम्ति हामीलाई सुझाव पनि दिने र हामीलाई अगाडि बढाउन हौसला दिनुहुन्छ भन्ने पूर्ण आशाका साथ यहाँहरूमा बिदा हुन्छु होइन मैले एउटा उहाँको कुरा काटिहालेँ होइन उहाँको पनि युट्युब च्यानल छ भन्ने मैले आज मात्रै सुनेको छु उहाँलाई पनि माया गरिदिनु होला साथ सपोर्ट सब्सक्राइब गर्ने नाम भनिदिनु त बेनाजु बासु खनाल 3030 भन्ने युट्युब च्यानल उहाँको अफिसियल च्यानल छ त्यसमा पनि मलाई नेपालका परिदृश्यहरू सानातिना ठाउँका नजिकका ठाउँका दृश्यहरू देखाउने प्रयास गरेको छु मैले जमर्को गरेको छु त्यसलाई पनि आत्मसात गरिदिनु होला भन्ने हार्दिक अनुरोध गर्दछु उहाँलाई पनि उहाँको युट्युब च्यानललाई चाहिँ उहाँको युट्युब च्यानलमा गएर के नाम अरे बासु खनाल @30 लाई चाहिँ सब्सक्राइब लाइक कमेन्ट सेयर कपिलिङ एभ्रिथिङ गरिदिनु होला भन्न चाहन्छु र हाम्रो भिनाजु र मेरो चाहिँ एकदमै यहाँनिर यो गोपी सिरियलमा चाहिँ सुटिङमा हेरिराख्नु भएको दर्शकहरूले पनि राम्रो कमेन्ट गरिदिनु होला माया गरिदिनु होला र अझै आगामीको दिनहरूमा अझै राम्रो हामीले गोपी सिरियलमा चाहिँ राम्रो कन्टेन्टहरू लिएर आउनेछौँ हेर्दै गर्नु होला भन्न चाहन्छु हप्तामा कुन दिन आउँछ हाम्रो सिरियल प्रत्येक बिहिबार बेलुका 7:30 प्रत्येक बिहिबार है नछुटाउनु होला गोपी सिरियल हेरेर नछुटाउनु होला है त युट्युबमा गएर हेरिदिनु होला भन्दै यति भन्दै मेरो भिडियो अहिलेको ब्लग चाहिँ यहीँ बन्द गर्न चाहन्छु थ्याङ्क यू सो मच बाई बाई सबैतिर घुमाइदिनुपर्छ ए भाउजू पनि आउनुहुँदैछ नि त भाउजू चिया लिएर आउनुहुन्छ यहाँ आम्मामा लु यहाँ हेर्नुहोस् हामीलाई चिया पकाएर खुवाउनुहुन्छ हाम्रो कलाकार पनि हुनुहुन्छ भाउजू हुनुहुन्छ खाना मिठो पकाएर खुवाउनुहुन्छ यस्तो मिठो खाना पकाएर खुवाउनुहुन्छ उहाँले होइन अनि यसरी अब चिया पनि पकाएर दिँदै हुन्छ हामी चिया खाने टाइम भयो सुटिङमा अहिले गोपी सिरियलको सुटिङमा र हाम्रो भाउजूले चाहिँ अलिकति मेरो विरुद्धको के अरे रोल खेल्नु भएको छ त्यही पनि हामी त साथी हो होइन सुटिङमा चाहिँ अलिक मेरो के अरे विरुद्धमा हुनुहुन्छ उहाँ चाहिँ भाउजूको नाम के पो सुनिता ढुङ्गाना ए उहाँको नाम चाहिँ कलाकार सुनिता ढुङ्गाना ल हाम्रो सिरियलमा के पो थियो नाम मीरा हाम्रो गोपी सिरियलको चाहिँ मीरा हुनुहुन्छ है उहाँ मीरा याद गर्नु होला यही हो उहाँको गेटअप यही हो मेरो मात्रै हो गेटअप चेन्ज हुने भनेको हाम्रो त हिरो हुनुहुन्छ आज टिकटक फुर्सद भएर टिकटक बनाउँदै बस्नुहुन्छ एकपल्ट उठिदिनु न हौ लास्टमा इन्ड गर्न आँटेको आइस न ल यहाँ हाम्रो जोडी कस्तो सँगछ कस्तो देख्छ यो जोडीलाई सबैले माया गरिदिनु होला हाम्रो जोडी यो दुईजनाको जोडीलाई जोडी चाहिँ ट्वाकै मिल्या हो अब पर्मानेन्ट नमिल्ने हो सिनमा यहाँ सुटिङमा चाहिँ जोडी मिल्या हो होइन र हाम्रो एकदमै बबाल सिनहरू पनि आउँदैछ हेरेर नेगेटिभ कमेन्ट चाहिँ नगरिदिनु होला यो चाहिँ हाम्रो चाहिँ घटनाको लागि मात्रै हो अनि यो आधुनिक घटना मात्रै हो होइन सत्य घटनालाई चाहिँ हामी आज निकाल्न खोजेको नेगेटिभ चाहिँ नसोचिदिनु होला है त उहाँको र मेरो सिनलाई चाहिँ है त अब आउने सिनलाई गत हप्तै आउने रहेको सिन होइन ल यति भन्दै म चाहिँ यहाँ चिया खानको लागि रेडी हुँदैछु र अहिलेलाई मैले यो भिडियोलाई पनि यहीँ समाप्त गर्दै बन्द गर्दैछु र मेरो दर्शकबिन साथीभाइ आफन्तहरू र दिदीबहिनी दाजुबहिनी जहाँ पनि हुनुहुन्छ देश विदेश सबैजनालाई चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु सबैजनाले मलाई माया गरिदिनु भएको छ साथ सपोर्ट गरिदिनु भएको छ अझै धेरैभन्दा धेरै साथ सपोर्ट माया गरिदिनु होला